गरे अतिथि विशिष्ट अतिथि र आफू एका स्थानमा बसिदिनु हुन अनुरोध गर्दछु। अब हामी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई आजको कार्यक्रमको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म सादर अनुरोध गर्दछु। त्यसै गरी नेपाल सरकारका पूर्व मन्त्री संविधान सभाका सदस्य माननीय प्रदीप दिवालीज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब हामी कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गर्न गइरहेका छौँ। योभन्दा पहिल्यै हामी सबैजना राष्ट्रिय गानमा सरिक हुने कार्यक्रम रहेको हुँदा आजको कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभावहरू आफ्नो स्थानबाट उठी राष्ट्रिय